हेलो साथी, आज चाहिँ इम्पोर्टेन्ट क्लास खरिदारको चाहिँ द्वितीय पत्रको लागि है। यो चाहिँ नमुना प्रश्न पत्र छ। नमुना प्रश्न पत्रमा पहिलो प्रश्न हो। द्वितीय पत्रको द्वितीय पत्र पहिलो प्रश्न हो। कार्यालयको उद्देश्य पूरा गर्न कार्यालयको उद्देश्य पूरा गर्न सहायक कर्मचारीको कार्यालयको उद्देश्य पूरा गर्न सहायक कर्मचारीको भूमिका कस्तो हुन्छ लेख्नुहोस्। 5 मार्कमा हामीले सोधेको छ। कार्यालयको उद्देश्य पूरा गर्न सहायक कर्मचारीको भूमिका कस्तो हुन्छ है। कार्यालयको उद्देश्य पूरा गर्न सहायक कर्मचारीको भूमिका कस्तो हुन्छ। अब यस्तो प्रश्नमा है हामीले मानव पहिलो प्रश्न चाहिँ 5 मार्कको प्रश्न हो। यो चाहिँ हाम्रो 5 मार्कको प्रश्न हो। अब यस्तो प्रश्नलाई कसरी लेख्ने मोडेलमा है, मोडेलमा लेख्नुपर्छ है। पहिला हामीले कपी फोल्डिङ गर्नुपर्छ है। दुई तरफ या त हामी एउटा माथिबाट अनि तलबाट मात्रै थोरै है। आधी इन्ची जति तल, 1.5 इन्ची जति माथि, अनि यहाँबाट 1 इन्ची, यहाँबाट 1 इन्ची है। फोल्डिङ पहिला गर्नु। त्यसपछि प्रश्नलाई कसरी जोडे। प्रश्न नम्बर 1 को उत्तर यस्तो गरेर तर सबै एन्सर लेख्ने है। यस्तो परीक्षा लेख्नुपर्छ है। तर यहाँ मोडल सेट गर्नु त्यही भएर यहाँ हेर्नु है। अब यहाँ हेर्दै के भन्दैछ भने कार्यालयको उद्देश्य पूरा गर्न सहायक कर्मचारीको भूमिका कस्तो हुन्छ है। कार्यालयको उद्देश्य पहिला कार्यालय के हो है। कार्यालय के हो त पहिला एउटा कार्यालयको फिलोसफी है। कार्यालय के हो कुनै निश्चित लक्ष्य उद्देश्य हासिल गर्नको लागि कुनै निश्चित लक्ष्य उद्देश्य हासिल गर्नको लागि स्थापित गरिएको संगठन नै कार्यालय हो। कुनै निश्चित लक्ष्य उद्देश्य हासिल गराउनको लागि स्थापित गरिएको संगठन नै कार्यालय हो। कार्यालयको उद्देश्य पूरा गर्न सहायक कर्मचारीले देहाय बमोजिमको भूमिका निर्वाह गरिन्छन्। देहाय बमोजिमको भूमिका निर्वाह गरिन्छ अथवा यस बमोजिमको भूमिका निर्वाह गरिन्छ है। अब सहायक कार्यालयमा सहायक कर्मचारी के गर्छ है। सहायकमा कार्यालयमा चाहिँ सहायक कर्मचारीले के को भूमिका निर्वाह गर्छ। पहिलो चाहिँ सार्वजनिक नीति निर्माणमा सहयोग कुरा चाहिँ पहिलो चाहिँ कर्मचारीले के गर्ने सार्वजनिक नीति निर्माणमा सरकारले सहयोग कुरा चाहिँ सहायक कर्मचारीले पहिलो के गर्छ भने यहाँ ड्यास गर्ने अनि सार्वजनिक नीति निर्माणमा सरकारलाई सहयोग पुर्याउने पहिलो सार्वजनिक नीति निर्माणमा सरकारलाई सहयोग पुर्याउने। अब दोस्रोमा के हो त सरकारले निर्णय गरेको नीतिहरू कार्यान्वयन गर्ने अब दोस्रोमा सरकारले निर्णय गरेको नीति निर्माणलाई कार्यान्वयन गर्ने यो पनि भूमिका हो। अर्कोमा के भयो भने बैठक व्यवस्थापनमा सहयोग गर्ने। बैठक व्यवस्थापनमा के भने सहायक कर्मचारीले बैठक व्यवस्थापनमा पनि सहयोग गर्छ है।
बैठक व्यवस्थापनमा सहयोग गर्ने गर्दछ। बैठक व्यवस्थापनमा पनि सहायक कर्मचारीले सहयोग गर्छ है। अर्को के भने राज्यको तर्फबाट जनतालाई सार्वजनिक सेवाको प्रवाह गर्ने गर्दछ। राज्यको तर्फबाट जनता समक्ष राज्यको तर्फबाट जनता समक्ष सार्वजनिक सेवाको आदान प्रदान गर्ने गर्दछ। अर्को के भने राज्यको तर्फबाट जनता समक्ष सार्वजनिक सेवा प्रवाह। अर्को के भने अर्को चाहिँ कार्यालयमा गर्नुपर्ने काम चाहिँ है, कार्यालयमा दैनिक कार्यको योजना बनाउने, कार्यालयमा दैनिक कार्यको योजना बनाउने। अब अर्को लगाए सार्वजनिक सम्पत्तिको संरक्षण तथा संवर्धन गर्ने। सार्वजनिक सम्पत्तिको संरक्षण वा संवर्धन गर्ने। सार्वजनिक सम्पत्तिको संरक्षण वा संवर्धन गर्ने है। त्यसपछि अर्को छन् सार्वजनिक स्रोत साधनको सही तथा मितव्ययी परिचालन है। सार्वजनिक स्रोत साधनको सही तथा मितव्ययी परिचालन गर्ने है। मितव्ययी परिचालन गर्ने यो चाहिँ भयो कि कार्यालयको उद्देश्य पूरा गर्न सहायक कर्मचारीले कस्तो भूमिका खेल्छ। अब यसलाई अब निष्कर्षमा लिएर है, त सर्टमा अथवा निष्कर्षमा के लेख्ने, कार्यालयको उद्देश्य पूर्ण गर्नको लागि कार्यालयको उद्देश्य पूरा गर्न सहायक कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने छ। यो निष्कर्ष भयो क्या। पहिलो के भने कार्यालयको भूमिका लिँदा सहायक कर्मचारीको भूमिका लिँदा सार्वजनिक नीति निर्माणमा सरकारलाई सहयोग पुर्याउने। अर्को बात सरकारले निर्णय गरेको नीतिलाई कार्यान्वयन गर्ने। अर्को छ बैठक व्यवस्थापनमा सहयोग गराउने। त्यसपछि अर्को राज्यको तर्फबाट जनता समक्ष सार्वजनिक सेवाको प्रवाह गर्ने अथवा प्रदान गर्ने। अर्को चाहिँ कार्यालयमा दैनिक कामको योजना बनाउने, कार्यालयमा के काम गर्ने त्यसको चाहिँ दैनिक योजना बनाउने। अर्को सार्वजनिक सम्पत्तिको संरक्षण वा संवर्धन गर्ने। अर्को सार्वजनिक सम्पत्तिको सार्वजनिक स्रोत साधनको सही तथा मितव्ययी परिचालन गर्ने। यो चाहिँ हाम्रो कार्यालयको उद्देश्य पूरा गर्न सहायक कर्मचारीले कस्तो हुन्छ। यो चाहिँ 5 मार्कको है। 5 मार्कमा यो 3 छ। अब अर्को प्रश्न है। अब 2 नम्बर प्रश्न है। 2 नम्बर प्रश्न अब अर्को प्रश्न है। परिपत्र भनेको के हो? परिपत्र भनेको के हो? परिपत्रको आवश्यकता संक्षिप्तमा लेख्नु होस्।
यो चाहिँ 5 मार्कको प्रश्न छ के। अर्को प्रश्न है, अर्को प्रश्न चाहिँ परिपत्र भनेको के हो है। अब परिपत्र केलाई भन्छ? परिपत्र माथिल्लो निकायले आफू मातहतका है, माथिल्लो निकायले आफू मातहतका सबै निकायलाई कुनै विषयको सम्बन्धमा जारी गरेको आदेश वा निर्देशन नै परिपत्र है। के भन्यो भने माथिल्लो निकायले आफू मातहत सबै निकायलाई जारी गरेको विषयमा आदेश वा निर्देशन नै परिपत्र हो। माथिल्लो निकायले आफू मातहतका सबै निकायलाई जारी गरेको विषयको सम्बन्धमा आदेश वा निर्देशन दिने कार्य नै आदेश वा निर्देशन नै परिपत्र हो कि। त्यो पत्र कस्तो भने आफू मातहतका सबै निकायले दिने है पत्र, आफू मातहतका सबै निकायले दिने पत्र नै परिपत्र हो कि। आफू मातहतका सबै पत्र है। परिपत्र लिखित रूपमा कुनै कार्य गर्न है। परिपत्र लिखित रूपमा कुनै कार्य गर्न वा नगर्न सूचित लिखित रूपमा कुनै कार्य गर्न वा नगर्न परिपत्र लिखित रूपमा कुनै कार्य गर्न वा नगर्न सूचित गरिने पत्र हो। परिपत्र के भने लिखित रूपमा कुनै कार्य गर्न वा नगर्न सूचित गर्ने पत्र हो क्या। कुनै केही काम गर्ने कार्य र केही काम नगर्ने भने त्यस्तो पत्र नै परिपत्र हो क्या। कुन कार्यमा कस्तो कार्य गर्ने है, त्यस्तो पत्र नै परिपत्र हो क्या। यो काम नगर्ने, यो काम गर्ने, यो काम नगर्ने त्यस्तो पत्र चाहिँ माथिल्लो निकायले हामीलाई दिन्छ। त्यो आदेश अनुसार नै हामी कार्य गर्छौँ। अर्कोमा के हुन्छ भने परिपत्र अल्पकालीन कानुनसम्म सरह रहेको हुन्छ। परिपत्र अल्पकालीन कानुन सरह रहेको हुन्छ। अर्कोमा के भने परिपत्र अल्पकालीन कानुन सरह रहेको हुन्छ। अल्पकालीन चाहिँ कानुन सरह परिपत्र हुने गर्दछ है। यो अब परिपत्र चाहिँ आवश्यकता है। परिपत्रको आवश्यकता संक्षिप्तमा लेख्नुहोस्। परिपत्रको आवश्यकता देखाए बमोजिम संक्षिप्तमा छन् है। त्यहाँ देखाए बमोजिम छन् है। अब परिपत्रको के हो भने मातहतका सबै कार्यलाई कुनै कार्य गर्न वा नगर्न आदेश वा निर्देशन दिने। मातहतका सबै कार्यालयलाई कुनै काम गर्न वा नगर्न आदेश वा निर्देशन गर्नु। पहिलो भएको मातहतका सबै कार्यलाई कुनै काम गर्न वा नगर्न आदेश वा निर्देशन गर्ने है। दोस्रोमा आयो क्या नीति निर्णय तथा कार्यक्रमको एकीकृत कार्यान्वयन गर्ने। नीति निर्माण तथा कार्यक्रमको एकीकृत कार्यान्वयन गर्ने। अर्कोमा चाहिँ आउँछ सबै सरकार सबै विषयको निर्णयलाई लागू गर्ने। सबै सरकार
सबै सरकार रहने विषयको निर्णयलाई लागू गर्ने। अर्कोमा सबै सरकार रहने विषयलाई निर्णयलाई लागू गर्ने। मातहतका निकायलाई जिम्मेवार र जवाबदेही बनाउने। मातहतका निकायलाई जवाबदेही र जिम्मेवार बनाउने। मातहतका सबै निकायलाई के बनाउने? जवाबदेही र जिम्मेवारी बनाउने, जिम्मेवार बनाउने। अर्को चाहिँ सार्वजनिक स्रोत साधनको प्रयोग प्रभावकारी बनाउने। सार्वजनिक स्रोत साधनको प्रयोग प्रभावकारी बनाउने। सार्वजनिक स्रोत साधनको प्रयोग प्रभावकारी बनाउने। अर्को आयो विवाद तथा समस्याको यथा समयमा समाधान गर्ने। यो भयो विवाद तथा समस्याको यथा समयमा नै के गर्ने? त समाधान गर्ने। यो चाहिँ मात्र परिपत्रको चाहिँ परिपत्र के भने माथिल्लो निकायले आफू मातहतका सबै निकायलाई जारी गरेको विषयको सम्बन्धमा आदेश वा निर्देशन गर्ने पत्र नै परिपत्र हो। के परिपत्र लिखित रूपमा कुनै कार्य गर्नु वा नगर्न सूचित गरिने पत्र हो। अर्को परिपत्र अल्पकालीन कानुन सरह रहेको हुन्छ है। परिपत्रको आवश्यकता देखाएको छन् सुनिपा छन्। मातहतका सबै कार्यालय कुनै काम गर्नु वा नगर्न आदेश वा निर्देशन गर्नु, नीति निर्माण तथा कार्यक्रमको एकीकृत कार्यान्वयन गर्ने, सबै सरकार रहने विषयको निर्णयलाई लागू गर्ने, मातहतका निकायलाई जवाबदेही र जिम्मेदार बनाउने, सार्वजनिक स्रोतको प्रयोग प्रभावकारी बनाउने, विवाद तथा समस्याको यथा समयमा नै समाधान गर्ने। अब अर्को आएर है यो चाहिँ परिपत्रको अब निष्कर्ष। परिपत्रको निष्कर्ष भन्नु माथिल्लो निकायले दिएको आदेश निर्देशनलाई सही बमोजिम कानुन सरह कार्यान्वयन गर्ने नै परिपत्रको आवश्यकता हो। यो चाहिँ निष्कर्षमा हामी लेख्न सक्छौँ है, मिलाएर है। ल अब 3 नम्बर प्रश्न है। अब हामीहरूको तेस्रो प्रश्न है के टिप्पणी भनेको के हो? टिप्पणी लेख्दा ध्यान दिनुपर्ने कुराहरू लेख्नुहोस्। यो पनि 5 मार्क है। प्रश्न के भन्दै भने टिप्पणी भनेको के हो? टिप्पणी केलाई भन्छ? कुनै पनि निकायमा कुनै विषयको सन्दर्भमा है तल्लो तहदेखि माथिल्लो तहसम्म क्रमशः उठाएको पत्र नै टिप्पणी हुने है। यहाँ टिप्पणी खोलेर टिप्पणी पढ्दा है टिप्पणी हो कुनै पनि निकायमा है। टिप्पणी भनेको कुनै पनि निकायमा कुनै विषयको सन्दर्भमा अर्थात् कुनै विषयको काम कारबाहीको सम्बन्धमा कुनै विषयको काम कारबाहीको सन्दर्भमा निर्णय गर्नका लागि तल्लो तहदेखि क्रमशः उठाएको रायलाई टिप्पणी भनिन्छ है। टिप्पणी भनेको कुनै पनि निकायमा कुनै विषयको सन्दर्भमा है कुनै पनि निकायमा कुनै विषयको सन्दर्भमा अथवा कुनै विषयको सन्दर्भमा कुनै विषयको काम कारबाहीको सन्दर्भमा है कुनै विषयको काम कारबाहीको सम्बन्धमा है निर्णय गर्नको लागि तल्लो तहदेखि माथिल्लो तहसम्म अथवा तल्लो तहदेखि क्रमशः उठाएको रायलाई
उठाए कुरालाई चाहिँ टिप्पणी भनिन्छ। यो चाहिँ टिप्पणी पढ्नु। अर्को परीक्षा है टिप्पणी निर्णय गर्ने टिप्पणी निर्णय गर्ने टिप्पणी निर्णय गर्ने टिप्पणी निर्णय गर्ने एक महत्त्वपूर्ण प्रचलित विधि एवं प्रक्रिया टिप्पणी के भने टिप्पणी निर्णय गर्ने एक महत्त्वपूर्ण र प्रचलित विधि एवं प्रक्रिया हो। यसलाई सामूहिक निर्णय गर्ने प्रक्रियाको महत्त्वपूर्ण औजार पनि भनिन्छ है। यसलाई सामूहिक निर्णय गर्ने महत्त्वपूर्ण पक्षको रूपमा लिन्छ। टिप्पणीलाई के मानिन्छ? यसलाई सामूहिक निर्णय गर्ने महत्त्वपूर्ण पक्षको रूपमा टिप्पणीलाई हामी लिने गर्दछौँ। अब टिप्पणीको लेख्दा ध्यान दिनुपर्ने कुराहरू है। अब यहाँ टिप्पणी लेख्दा ध्यान दिनुपर्ने कुराहरू देखाइदिन्छन् यस प्रकार छन्। और टिप्पणी लेख्दा ध्यान दिनुपर्ने कुराहरू के छन् भने टिप्पणी लेख्दा के गर्नु पर्यो? टिप्पणी लेख्दा ध्यान दिनुपर्ने कुरा टिप्पणी कस्तो हुनुपर्छ? टिप्पणी स्पष्ट हुनुपर्छ के टिप्पणी स्पष्ट हुनुपर्छ है। और टिप्पणी स्पष्ट हुन त लेख्न चाहिँ मिलाइरहनु पर्यो। टिप्पणी स्पष्ट भनेको लेख्न लागेको टिप्पणीको सम्बन्धमा पहिलो लेख्न लागेको टिप्पणीको सम्बन्धमा स्पष्टता कायम गर्ने स्पष्टता कायम गर्ने लेख्न लागेको टिप्पणीको सम्बन्धमा स्पष्टता कायम गर्ने टिप्पणी लेख्दा है स्पष्ट हुनु पर्यो। अर्को टिप्पणी समस्याको मूल विषय संक्षेपमा हुनुपर्ने टिप्पणी चाहिँ समस्याको मूल विषय के हुनु संक्षेपमा हुनु। अर्को यहाँ विभिन्न खालका विकल्प तथा उत्तम विकल्प प्रस्तुत गर्ने विभिन्न खालका विकल्प तथा उत्तम विकल्प प्रस्तुत गर्ने अब टिप्पणीमा समस्या आयो। अब समस्या आउँदाखेरि राम्रो विकल्प है त्यो भन्दा राम्रो विकल्प चाहिँ हामीहरू राख्ने त्यसलाई चाहिँ राम्रो विकल्प उत्तम विकल्प चाहिँ प्रस्तुत गर्ने। अर्कोमा के हुन्छ भने टिप्पणी फ्रेमेट फोहर अथवा केयरमेट हुनुपर्ने टिप्पणी केयरमेट फोहर र अस्पष्टता नहुने टिप्पणीमा चाहिँ केयरमेट फोहर र स्पष्टता हुनुपर्ने नहुने टिप्पणी रफ वा ड्राफ्ट गरेर फाइनल लेख्नुपर्ने टिप्पणी रफ वा ड्राफ्ट गरेर फाइनल लेख्दा राम्रो यो चाहिँ टिप्पणी लेख्दा ध्यान दिनुपर्ने कुरा के हो? टिप्पणी लेख्न लागेको टिप्पणी चाहिँ स्पष्ट हुनुपर्ने। अनि अर्को के हुन्छ भने टिप्पणी समस्याको मूल विषय चाहिँ संक्षेपमा हुनुपर्ने टिप्पणी विभिन्न खालका विकल्प तथा उत्तम विकल्प चाहिँ प्रस्तुत विभिन्न विकल्पमध्ये उत्तम विकल्प चाहिँ टिप्पणीमा लेख्नुपर्ने। अर्को के हुन्छ भने टिप्पणी केयरमेट फोहर र स्पष्टता हुनुपर्ने र अर्को चाहिँ टिप्पणी रफ वा ड्राफ्ट गरेर राम्रोसँग अर्को पेपरमा चाहिँ राम्रोसँग लेख्नुपर्ने त्यो चाहिँ टिप्पणीको चाहिँ भयो। अब टिप्पणी लेख्दा ध्यान दिनुपर्ने कुरा पनि भयो। अब चौथो प्रश्न है हामीहरू निष्कर्ष लिएर यहाँ निष्कर्ष बनाउनु कि निष्कर्ष लिँदा कि जस्तै सामूहिक निर्णय गर्ने महत्त्वपूर्ण औजारको रूपमा लिन्छ। यसलाई कार्यालयभित्र रहेका विभिन्न कर्मचारीहरूले विभिन्न तहका कर्मचारीहरूले यसलाई चाहिँ विभिन्न कुराहरू देखाएपछि प्रस्तुत गर्ने पत्र हो है त्यो चाहिँ टिप्पणी भयो। अब टिप्पणी चाहिँ अब चौथो प्रश्न है
अब अर्कोमा है, अब अर्को चाहिँ 4 नम्बरमा है, छोटो नोट लेख्नुहोस् है, नोट लेख्नुहोस् है। यसमा चाहिँ छोटो उत्तर दिएको छ, छोटो नोट लेख्नुहोस् अथवा संक्षिप्तमा लेख्नुहोस् है। जस्तो यस्तो प्रश्न हुन्छ, यो चाहिँ दुईवटा आन्सर अढाई मार्क आउँछ के, अढाई मार्क है। पहिले चाहिँ दिए के अभिलेखको गुण है, अभिलेखको गुण। अनि अर्कोमा खमा के दियो भने फाइलिङको उद्देश्य, फाइलिङको उद्देश्य। यसलाई छोटकरीमा लेख्दा है, अभिलेख। अब अभिलेख सबैलाई त थाहै होला, अभिलेख भनेको चाहिँ कार्यालयमा प्राप्त हुन आएको वा सिर्जना भएको पत्रलाई वैज्ञानिक वा वस्तुनिष्ठ तरिकाले लाग्नुपर्ने कागजात नै अभिलेख हो क्या। एकदमै राम्रोसँग अभिलेखहरू राख्ने क्या। अभिलेख भनेको के अभिलेख सृजना तथा प्राप्तिदेखि समाप्तिसम्मका है। अभिलेख सृजनादेखि प्राप्ति तथा समाप्तिसम्मका सम्पूर्ण है, समाप्तिसम्मका सम्पूर्ण अभिलेख जीवन चक्र नै चाहिँ अभिलेख हो। सम्पूर्ण अभिलेखको जीवन चक्र नै चाहिँ अभिलेख व्यवस्थापन हो क्या। अभिलेख व्यवस्थापन, अभिलेख भनेको के भने भविष्यमा प्रयोग गर्न सकिने तथा प्रयोग गर्नको उद्देश्यले उद्देश्यको साथ राखिने कुनै तथ्य वा सूचनाको औपचारिक लिखित दस्तावेज नै अभिलेख हो है। अर्कोमा चाहिँ यिनीहरू लिखित अलिखित विद्युतीय माध्यमद्वारा पनि हुन सक्छ अभिलेख के, यस्तोमा पनि हुन सक्छ है। अब अभिलेखको हामीलाई गुण भन्दैछ है। अभिलेखको गुण भन्दा है, अभिलेखको गुण लेख्दा हामीहरू एउटा ट्रिक्स लगाउने। अभिलेखको गुण लेख्दा ट्रिक्स के भने सरप्राइज है। यो चाहिँ हाम्रो फर्मुला सरप्राइज। यस भनेको स्पेसिफिक, यु भनेको अप टु डेट है, आर भनेको चाहिँ रिलेभेन्ट, पी भनेको प्रिसिस, आर भनेको चाहिँ रिलेभेन्ट, आई भनेको इन्फर्मेसन, एस भनेको चाहिँ स्पोन्टेनियस, आई भनेको आइडेन्टिटी है। पहिला अभिलेख कस्तो हुनुपर्छ है, अभिलेख चाहिँ विशिष्ट काम हुनुपर्छ क्या। अभिलेख विशिष्ट हुनुपर्छ। अभिलेख कस्तो हुन्छ, विशिष्ट हुनुपर्छ है। अर्को आके यो अभिलेख अप टु डेट हुनुपर्छ, अभिलेख अप टु डेट हुनुपर्छ। अनि अर्को के हुन्छ आर भनेको रिलेभेन्ट भनेको चाहिँ विश्वसनीय है। अभिलेख विश्वास लायक हुनुपर्छ है, अभिलेख विश्वास लायक हुनुपर्छ, अभिलेख विश्वसनीय हुनुपर्छ, विश्वसनीय हुनुपर्ने। पी भनेको प्रिसिस भनेको चाहिँ समय सान्दर्भिक हुनुपर्छ है। अभिलेख समय सान्दर्भिक हुनुपर्ने। अनि आर भनेको रिलेभेन्ट भनेको के भने प्रिसिस भनेको चाहिँ भाषिक हुनुपर्छ। अभिलेख कस्तो हुनुपर्छ, सरी पी भनेको भाषिक, अभिलेख भाषिक हुनुपर्छ है। अभिलेख भाषिक संक्षिप्त हुनुपर्छ। अनि समय सान्दर्भिक हुनुपर्छ, समय सान्दर्भिक हुनुपर्ने। अभिलेख समय सान्दर्भिक हुनुपर्छ के। पीआरआई भनेको इन्फर्मेसन है। अभिलेख सूचना तथा जानकारी, अभिलेख सूचना तथा जानकारी दिने खालको हुनुपर्छ, अभिलेख कस्तो हुनुपर्छ, सूचना तथा जानकारी दिने खालको हुनुपर्छ। यस भनेको स्पोन्टेनियस, त्यसको भने स्वाभाविक, अभिलेख चाहिँ स्वाभाविक तवरको हुनुपर्छ। अभिलेख स्वाभाविक तवरको हुनुपर्छ। आइडेन्टिटी व्यक्ति वा संस्थाले प्रमाणित गरेको हुनुपर्छ है। अभिलेख व्यक्ति वा संस्थाले प्रमाणित गरेको हुनुपर्छ है। यो चाहिँ अभिलेखको चाहिँ विशेषता यस युआर पीआरआईएस प्राइज भनेको फर्मुला हो क्या। यस भनेको अभिलेख चाहिँ विशेष, यस भनेको के भने स्पेसिफिक भनेको चाहिँ विशिष्ट है। यो भनेको अप टु डेट भनेको चाहिँ अभिलेख चाहिँ अप टु डेट हुनुपर्ने है। समय चाहिँ चेन्ज गर्न पनि अभिलेखलाई सकिन्छ है। त्यसपछि आर भनेको रिलेभेन्ट विश्वास है, विश्वसनीय, अभिलेख चाहिँ कस्तो हुन्छ, विश्वसनीय लायक हुनुपर्छ है। पी भनेको प्रिसिस भनेको भाषिक संक्षिप्त है, भाषिक। अभिलेख चाहिँ भाषिक संक्षिप्तमा हुनुपर्छ।
आर भनेको रिलेभेन्ट भनेको चाहिँ अभिलेख समय सान्दर्भिक हुनुपर्छ है। अभिलेख कस्तो हुनुपर्छ? समय सान्दर्भिक। पीआर आई भनेको इन्फर्मेसन भनेको अभिलेख चाहिँ सूचना तथा जानकारी दिने खालको हुनुपर्छ है। आर आई यस भनेको स्पोन्टेनियस भनेको अभिलेख स्वाभाविक तवरको हुनुपर्छ है। अनि ई भनेको भाइनेटिभ भनेको प्रमाणित गरेको अभिलेख चाहिँ व्यक्ति वा संस्थासँग प्रमाणित भएको हुनुपर्ने है। त्यो चाहिँ अभिलेखको चाहिँ गुण छ कि। अब यहाँ फाइलिङको उद्देश्य है। अब अभिलेखको फाइलिङ फाइल है। अभिलेख कस्तो फाइलिङमा के हुन्छ? अभिलेख सुरक्षा गर्ने। फाइलिङको उद्देश्य के हो भने अभिलेखलाई सुरक्षा गर्ने। अभिलेखको सुरक्षा गर्ने। अभिलेखको सुरक्षा गर्ने। फाइलिङ भनेको अभिलेखको सुरक्षा गर्ने। अभिलेख फाइलिङ है। फाइलिङको उद्देश्य के हो? अभिलेखको सुरक्षा गर्ने। अनि अर्को के भने पहिला फाइलिङ परिभाषा है। पहिला फाइलिङको परिभाषा है। फाइलिङको उद्देश्य लेख्दाखेरि पहिला परिभाषा सुन्नु है। अभिलेखको फाइलिङ परिभाषा कार्यालयमा प्राप्त हुन आएका वा सिर्जना भएका प्रमाणपत्र। कार्यालयमा प्राप्त हुन आएका वा सिर्जना हुन आएका प्रमाणपत्रहरूको खोजेको बखत तत्काल पाउने गरी सक्ने गरी सुरक्षित रूपमा राख्ने पद्धति नै हो फाइलिङ। चाहिँ सुरक्षित राख्ने व्यवस्था मिलाउने कार्य नै चाहिँ फाइलिङ हो। फाइलिङ भनेको के भने कुनै पनि कार्य चाहिँ सुरक्षित राख्ने माने एकैछिनमा मिल्ने गरी राख्ने कार्य चाहिँ फाइलिङ हो। अब फाइलिङको उद्देश्य के है? फाइलिङको उद्देश्य के भने अभिलेखको सुरक्षा गर्ने। अर्को के उद्देश्य भने काममा छिटो र छरितोपन ल्याउने के काममा छिटो र छरितोपन ल्याउने के भने हामीले तुरन्तै पाउने गरी फाइलिङ कुनै फाइल राखेर तुरन्तै पाउने गरी त्यस्तो चाहिँ फाइलिङको उद्देश्य हुनु पर्यो। अब अर्को चाहिँ के भने भविष्यमा प्रमाणको रूपमा पेश गर्न पाउने। भविष्यमा प्रमाणको रूपमा पेश गर्न पाउने। भविष्यमा प्रमाणको रूपमा पेश गर्न पाउने गरी अभिलेख फाइलिङ गर्ने। त्यसपछि चाहिँ सूचना व्यवस्थापन गर्ने। फाइलिङमा चाहिँ सूचना व्यवस्थापन गर्ने। कुन सूचना कतिखेर व्यवस्थापन गर्ने त्यो चाहिँ फाइलिङमा हुने गरे। त्यसपछि चाहिँ अर्को चाहिँ कार्यालय व्यवस्थापन गर्ने। कार्यालय व्यवस्थापन अर्को चाहिँ भयो चाहिँ कार्यालयको लक्ष्य प्राप्ति गर्ने। कार्यालयको लक्ष्य प्राप्ति गर्ने। अर्कोमा चाहिँ भयो कार्यालयको आकर्षण देखाउने। कार्यालय कस्तो गर्ने त आकर्षण बनाउने। यो चाहिँ फाइलिङको उद्देश्य भयो। यो 4-5 वटा उद्देश्य पनि पुग्यो अनि गुण पनि पुग्यो अभिलेख है। अब अर्को प्रश्नमा है। अब आयो प्रश्न है जनसम्पर्क भनेको के हो? जनसम्पर्क व्यवस्थापन विधि यदि जनसम्पर्क व्यवस्थापनको समस्या लेख्नुहोस्। तो यो चाहिँ जनसम्पर्क। अब जनसम्पर्क भनेको के हो नि? जनसम्पर्क भनेको के हो भने सार्वजनिक सेवा प्रवाह वा सार्वजनिक सेवा प्रदायक। यहाँ सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायक र सेवाग्राहीलाई जोड्ने काम। जनसम्पर्क भनेको के यही हो क्या? एकदमै छोटो परिभाषा है। जनसम्पर्क भनेको सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायक र सेवाग्राहीलाई जोड्ने काम। सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायक र सेवाग्राहीलाई जोड्ने काम चाहिँ जनसम्पर्क हुन्छ है। एकदमै छोटो है। अब जनसम्पर्कको एउटा डिफिनेसन लेख्दा है। एउटा डिफिनेसन है। जन भनेको चाहिँ जनता है। जन भन्नाले जनता र सम्पर्क भन्नाले जनतासँग सम्बन्ध अन्तर्क्रिया तथा सूचनाको आदान प्रदान बुझाउँछ। सूचनाको आदान प्रदान बुझाउँछ।
यो चाहिँ के भन्दैछ भने जनगणनाले जनता र सम्पर्क गर्नाले जनतासँग सम्बन्ध अन्तर्क्रिया तथा सूचना प्रदान गर्ने कार्य पुरा हुन्छ है। यो जनसम्पर्क भनेको के भने जनगणनाको जनता अनि सम्पर्क भनेको चाहिँ जनता र सरकार बिचको चाहिँ अन्तर्क्रिया तथा सूचना आदान प्रदान गर्ने कार्य गराउँछ है यो जनसम्पर्कले। जनसम्पर्कको लाभले है सेवा प्रदायक र सरकार बिचको सुसम्बन्ध है मधुर बनाउने कार्य गर्छ। यो जनसम्पर्क के गर्छ भने सेवा प्रदायक र सेवाग्राही बिचको सम्बन्धलाई सुमधुर बनाउँछ, बलियो बनाउँछ है, अठोट गर्छ है, त्यस्तो सम्बन्धलाई एकीकृत गर्छ है। अब जनसम्पर्क भन्नाले हो भने जनसम्पर्कलाई वास्तविक व्यवस्थित र अर्थपूर्ण रूपमा है जनसम्पर्कलाई वास्तविक व्यवस्थित अर्थपूर्ण समय सापेक्ष बनाउन कार्य प्रणाली नै जनसम्पर्क व्यवस्थापन हो। यो के भन्यो भने जनसम्पर्क वास्तविक व्यवस्थित र अर्थपूर्ण समय सापेक्ष प्रणाली कार्यले चाहिँ जनसम्पर्क व्यवस्थापन मुख्य चाहिँ परिभाषा है। अब यहाँ के भने यो चाहिँ जनसम्पर्क हो। अब जनसम्पर्कको विधि लेख्नुहोस् के यहाँ। अब जनसम्पर्कको विधि देहाय बमोजिम छन्। अब जनसम्पर्कका विधि के हो भने पहिलो विधि प्रत्यक्ष विधिबाट है। पहिलो चाहिँ प्रत्यक्ष विधिमा हामी के पढ्छौँ भने हेल्प डेस्क है। प्रत्यक्ष विधिमा हेल्प डेस्कको व्यवस्था छ। अर्को चाहिँ भेटघाट र छलफल छलफलबाट पनि गर्न सक्छ। अर्को चाहिँ बैठक र अन्तर्क्रियाबाट पनि गर्न सक्छ। बैठक र अन्तर्क्रियाबाट पनि जनसम्पर्क व्यवस्थापन गर्न सक्छ। अर्को चाहिँ सार्वजनिक सुनवाइबाट है। अनि अर्कोमा 2 नम्बर अप्रत्यक्ष माध्यमबाट अप्रत्यक्ष विधि। अप्रत्यक्ष विधिमा के हुन्छ भने विभिन्न वेबसाइटको माध्यमबाट पनि हामी जनसम्पर्क गर्न सक्छौँ। विभिन्न वेबसाइटको माध्यमबाट है। अर्को चाहिँ सार्वजनिक सञ्जालको माध्यमबाट है। सार्वजनिक सञ्जालको माध्यमबाट। अर्को चाहिँ रेडियो टिभी को माध्यमबाट है। रेडियो टिभीको माध्यमबाट। अर्को चाहिँ पत्र पत्रिकाको मार्फतबाट है। पत्र पत्रिकाको माध्यमबाट। त्यो चाहिँ प्रत्यक्ष विधि अनि अप्रत्यक्ष विधिको भयो। प्रत्यक्षमा हेल्प डेस्क भेटघाट र छलफल त्यस्तै चाहिँ बैठक र अन्तर्क्रियाहरूको चाहिँ सार्वजनिक सुनवाई है। अनि अप्रत्यक्षमा चाहिँ विभिन्न वेबसाइटको माध्यमबाट, सार्वजनिक सञ्जालको माध्यमबाट, रेडियो टिभीको माध्यमबाट, पत्र पत्रिकाको माध्यमबाट। यो चाहिँ भयो अभिलेख व्यवस्थापनको विधि। अब अभिलेख व्यवस्थापनमा आइपरेका समस्या। अभिलेख व्यवस्थापनमा के समस्या भयो? त्यसमा पहिलो समस्या भयो इच्छाको कमी। अभिलेख व्यवस्थापन जनसम्पर्क व्यवस्थापनमा चाहिँ इच्छाको कमी हुन्छ। अर्को चाहिँ भयो कि स्रोत साधनको कमी। जनसम्पर्कमा स्रोत साधनको पनि कमी हुन सक्छ। अनि अर्को भयो कि आधुनिक प्रविधिको कमी पनि हुन सक्छ। यस्तो कुरा छ है। यो पनि लेख्नु पर्यो। अब जनसम्पर्क व्यवस्थापनको समस्या। जनसम्पर्क व्यवस्थापनको समस्या देहाय बजिम रहेका छन्। देहाय बजिम रहेका छन्।
जनसङ्ख्या व्यवस्थापन समस्यामा पहिलो समस्या के भने शिक्षाको कमी, शिक्षाको कमी। दोस्रो के भने प्रोत्साहनको कमी, प्रोत्साहनको कमी है। दोस्रो त्यसमा चाहिँ आधी प्रविधिको कमी है। तीसरा है अधिकार कर्तव्य प्रति विमुख होने, सरकार के कति अधिकार त्यो प्रति चाहिँ विमुख हुने के। अर्को चाहिँ न्यायिक वडापत्र व्यवस्थित नहुने, न्यायिक वडापत्र व्यवस्थित हुने। अर्को चाहिँ भाषा तथा व्यवहारगत समस्या, भाषा तथा व्यवहारगत समस्या पनि हुन सक्छ है। अनि अर्को चाहिँ सेवाग्राहीलाई महत्त्व नदिनु, यो चाहिँ मेन चाहिँ सार्वजनिक सेवा प्रवाहको चाहिँ जनसङ्ख्या व्यवस्थापनको चाहिँ समस्या हुन् क्या। पहिलो चाहिँ शिक्षाको कमी, स्रोत साधनको कमी, आधुनिक प्रविधिको कमी, अधिकार कर्तव्यप्रति विमुखको कमी, नागरिक वडापत्र व्यवस्थित नहुने, भाषा तथा व्यवहारगत समस्या अनि सेवाग्राहीलाई महत्त्व नदिने, यो चाहिँ जनसङ्ख्या व्यवस्थापनको प्रमुख समस्याहरू रहेका छन्। अब अर्को प्रश्नतर्फ है।